अनि 12 पछाडि फेरि पढ्छौ कि के गर्छौ कहाँ जान्छौ कि विदेश कहाँ जान्छौ कुन ठाउँ जान्छौ अस्ट्रेलिया कि क्यानाडा अस्ट्रेलिया त होइन अस्ट्रेलिया त होइन अस्ट्रेलिया चाहिँ होइन तपाईँ कहाँ हुनु म त युएसए हो नि युएस आहे अमेरिका ल्यान्ड अफ द फ्री दामी छ तर क्यानाडा राम्रो छ अनि क्यानाडा ठिकै छ अनि अस्ट्रेलिया त होइन अस्ट्रेलिया त तिमीलाई फर्स्ट गरेर भाँडै माझ्नु छ या कोही साथी छ भनेर जान्छु भने अर्कै कुरा होइन त्यो नभए त अस्ट्रेलिया त फर्स्टैचोटि हो भाँडा साँडा माझ्नु नआउँछ होइन धेरै जसो अहिले नेपालीको चलन त्यो त अस्ट्रेलिया त्यही त तर नजाने तिमी युनिक भइदिने तिमी युएस आउने फर्स्ट काम नै तिम्रो एकैचोटि होटलमा टक्क हुन्छ नि गाडी साडी कुदाउने ओर्ने टक्क यताउति हो त्यस्तो खालको काम अनि चिल होइन त कि त युरोप होइन कि त युरोप जाऊ मैले कस्तो मैले ढाँटेको होइन कि तिमी अस्ट्रेलिया गयो भने होइन तिमी फर्स्ट दिन नै रिग्रेट गर्छौ ला यो त नेपाल नै आएछु त भनेर विदेश त विदेश फिल गर्न गएको हो नि त होइन त त्यो नेपालै हो भने त नेपालमै बसिहाल्छु नि अनि त्यहाँ गएर त्यही देख्छौ क्या त्यही नेपाली त्यो बाहिर कट्टु सुकाउने के थुक्ने त्यो काम छैन अस्ट्रेलिया प्लिज नजाऊ अस्ट्रेलिया युरोपकै अरू कुन ठाउँ जाऊ अरू आजकल झापाली दाइको त्यस्तो रोस्ट भिडियोहरू आएको छैन के अरे म सब्स्क्राइब गरेको थिएन होइन तिमीले नदेखेको रोस्ट होइन यहाँ के आइसक्यो म तिमीसँग अहिले यहाँ यसरी बोलेको थिएँ यहाँ अहिले म एकछिनमा यहाँ अहिले होस् न यहाँ सुरु भइहाल्छ मेरो तिमी हट्ने बित्तिकै यहाँ मुख छाड्न मेरो कार्यक्रमहरू सुरु भइहाल्छ मेरो अनि त्यो रोस्ट भन्दा पनि गीत जान पहिला हेर्नेले पनि मलाई हेर्नु छोडिसक्यो क्या धेर मुख छाडेर लाइक म घिनलाग्दो म अनाडी भएर गइसक्यो क्या अब यो मेरो लास्ट लाइभ हो आज मेरो यो लास्ट हो अब तिमीसँग बोलेर म लाइभै बन्द गरिदिन्छु अब केही पनि गर्दिनँ अब सक्यो अब लाइभै आउँदिनँ कहिले म किन त्यस्तो कोकोले के भनेर तपाईलाई हैन यतिकै जिस्केको तिमी चाहिँ ल त राम्रो के अरे राम्ररी बस है त बोलेर चाहिँ मलाई खुसी लाग्यो हैन आइ एम ग्ल्याड तिमीले त्यो अनुहार देखायो अँध्यारोमा बोलेर के भयो त हेर त बोलेर राम्ररी बोल्यौ राम्रो कुरा भयो राम्ररी बस टेक केयर अस्ट्रेलिया चाहिँ मरे पनि नजाऊ के हो मान्छे स्किप एल भन्छ त यिनीहरू बोल्नु पनि दिँदैन त अस्ट्रेलियालाई हेर्छ अस्ट्रेलिया हेरेको होइन क्या यत्तिकै रिस उठाएको क्या त्यहाँको मान्छेलाई यत्तिकै रिस उठाएको आउँछ त हेर्नलाई अस्ट्रेलियाको अरे गुर्र कुदेर के भनिन्छ अस्ट्रेलियाको बारेमा भनेर केही पनि होइन भाइ त्यो केटीलाई यत्तिकै जोत हानेको अस्ट्रेलिया दामी छ भाइ दामी छ अब घुम्न अस्ट्रेलिया जान्छु अस्ट्रेलिया ओभर बवाल हो भाइ अस्ट्रेलिया दामी हो भाइ अस्ट्रेलिया कसम ढाँटेको होइन क्या अस्ट्रेलिया राम्रै छ क्या राम्रै छ एकचोटि फर्स्टको त्यो काम साम कोही बेला काम पनि राम्रै भेटिन्छ अनि काम भेटेपछि सक्यो क्या भाइ